करेन्ट अफेयर्स को 13औं भिडियोमा स्वागत छ। अब लागौं प्रश्न उत्तर तर्फ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार राष्ट्रिय प्रसारण लाइन कति सर्किट किलोमिटर पुगेको छ? क 6280 सर्किट किलोमिटर, ख 9280 सर्किट किलोमिटर, ग 7280 सर्किट किलोमिटर, घ 3280 सर्किट किलोमिटर। र यसको सही जवाफ ग 7280 सर्किट किलोमिटर। ग 7280 सर्किट किलोमिटर। मातृभाषा मधेस तराई तर्फको प्रज्ञा पुरस्कार 2082 बाट कसलाई पुरस्कृत गरिएको छ? क शैलेन्द्र साकार, ख अमरेन्द्र कुमार यादव, ग अभि सुवेदी, घ बुद्ध योन्जन। र यसको सही जवाफ ख अमरेन्द्र कुमार यादव। ख अमरेन्द्र कुमार यादव। आर्थिक सर्वेक्षण 2082-83 अनुसार कति प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ? क 62.8%, ख 79.1%, ग 72.8%, घ 79.1%। र यसको सही जवाफ घ 79.1%। घ 79.1%। युएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले कतिजना नेपालीलाई अति खराब अपराधीको सूचीमा राखेको छ? क 5 जना, ख 10 जना, ग 7 जना, घ 12 जना। र यसको सही जवाफ ग 7 जना। ग 7 जना। आर्थिक सर्वेक्षण 2082-83 अनुसार कति प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ? क 62.8%, ख 79.1%, ग 72.8%, घ 79.10%। र यसको सही जवाफ घ 79.10%। घ 79.10%। वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रका अनुसार नेपालले हालसम्म कार्बन व्यापार मार्फत कति रुपैयाँ आम्दानी गरेको छ? क 3.21 अर्ब, ख रु 4.16 अर्ब, ग रु 5.67 अर्ब, घ रु 6.98 अर्ब। र यसको सही जवाफ ख रु 4.16 अर्ब। ख रु 4.16 अर्ब। आर्थिक सर्वेक्षण 2082-83 का अनुसार गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा कति प्रतिशतले बढेको छ? क 3.8%, ख 9.1%, ग 6.64%, घ 4.4%। र यसको सही जवाफ घ 4.4%। घ 4.4%। सरकारले भन्सार बिन्दुमा आउने र स्वदेशमा उत्पादन हुने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य अनिवार्य व्यवस्था गर्न कहिले सूचना जारी गरेको छ? क चैत्र 29 2082, ख चैत्र 22 2082, ग चैत्र 11 2082, घ चैत्र 26 2082। र यसको सही जवाफ घ चैत्र 26 2082। घ चैत्र 26 2082। आर्थिक सर्वेक्षण 2082-83 अनुसार गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप कति प्रतिशतले बढेको छ? क 3.8%, ख 9.1%, ग 6.64%, घ 9.1%। र यसको सही जवाफ ग 6.64%। ग 6.64%। मातृभाषा हिमाली पहाडी तर्फको प्रज्ञा पुरस्कार 2082 बाट कसलाई पुरस्कृत गरिएको छ? क शैलेन्द्र साकार, ख नरेश काङमाङ, ग अभि सुवेदी, घ बुद्ध योन्जन। र यसको सही जवाफ घ बुद्ध योन्जन। घ बुद्ध योन्जन। आर्थिक सर्वेक्षण अनुसार 2082-83 मा गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप कति पुगेको छ? क 56 खर्ब 45 अर्ब 88 करोड, ख 77 खर्ब 45 अर्ब 88 करोड, ग 78 खर्ब 45 अर्ब 88 करोड, घ 71 खर्ब 45 अर्ब 88 करोड। र यसको सही जवाफ ख 77 खर्ब 45 अर्ब 88 करोड। ख 87 खर्ब 45 अर्ब 88 करोड। अन्तर्देशीय तर्फको प्रज्ञा पुरस्कार 2082 बाट कसलाई पुरस्कृत गरिएको छ? क शैलेन्द्र साकार, ख नरेश काङमाङ राई, ग अभि सुवेदी, घ सर्वोत्तम श्रेष्ठ। र यसको सही जवाफ ख नरेश काङमाङ राई। ख नरेश काङमाङ राई। आर्थिक सर्वेक्षण अनुसार 2082-83 मा गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह कति पुगेको छ? क 56 खर्ब 45 अर्ब 88 करोड,
ख 77 खर्ब 45 अर्ब 88 करोड, ग 78 खर्ब 45 अर्ब 88 करोड, घ 57 खर्ब 41 अर्ब 24 करोड। र यसको सही जवाफ हो ख 57 खर्ब 81 अर्ब 24 करोड, घ 57 खर्ब 41 अर्ब 24 करोड। अनुवादतर्फको प्रज्ञा पुरस्कार 2082 बाट कसलाई पुरस्कृत गरियो? क शैलेन्द्र साकार, ख ईश्वरचन्द्र गेवाली, ग अभि सुवेदी, घ सर्वोत्तम श्रेष्ठ। र यसको सही जवाफ हो घ सर्वोत्तम श्रेष्ठ, घ सर्वोत्तम श्रेष्ठ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार नेपालको अर्थतन्त्र कति प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ? क 6.45%, ख 3.85%, ग 7.88%, घ 5.24%। र यसको सही जवाफ हो ख 3.85%, ख 3.85%। यो थियो करेन्ट अफेयर्सको 13औं भिडियो। अर्को भिडियोमा भेट हुने नै छ। हस्त नमस्ते।